मैले भर्खरै मेरो 2 वर्षको यात्रा 5 पोखरी थाङपाल गाउँपालिका स्थित वडा नम्बर 6 मा रहेको लेखर्कको श्री वत्सलामाई आधारभूत विद्यालयमा 2 वर्षको कार्यकाल पूरा गरेर आज म यहाँ उपस्थित छु र यही दौरानमा नयाँ साथीहरूलाई स्वागत गर्दै हाम्रो ग्रेजुएट हुने साथीहरूलाई पनि म धेरै खुसी देखिरहेको छु। यहाँनिर उहाँहरूलाई पनि मेरो अहिले नै मिठो सम्झना। मेरो 2 वर्षको यात्राको कुरा गर्नुपर्दाखेरि यो यात्रा साँच्चैमै अनौठो, अदम्य र एकदमै अद्भुत छ। तपाईको जर्नीलाई तपाई आज जहाँ हुनुहुन्छ मेरो ठाउँसम्म आउँदाखेरि तपाईको व्यक्तित्व तपाई आफैले फरक पाउनुहुनेछ र यहाँहरूको यात्रामा स्पेशली नयाँ साथीहरूलाई आफ्नो यात्राको भरपूर मनोरञ्जन लिनको लागि र आफ्नो काममा एकदमै साहसी रूपमा निडर भएर काम गर्नको लागि अनुरोध पनि गर्न चाहन्छु। साथै यहाँहरूले गर्नुभएको प्रतिबद्धता र यहाँहरूको लगनशीलताले नै हजुरहरू 21 दिनको आवासीय ट्रेनिङ सकाएर यहाँ उपस्थित हुनुहुन्छ र छिट्टै विद्यालय जाँदै हुनुहुन्छ। यसको लागि जुन ऊर्जा बोकेर तपाईहरू आज विद्यालय जाँदै हुनुहुन्छ सोही ऊर्जाको साथ यहाँहरूलाई ग्रेजुएटिङ प्रोग्राममा देख्न सकियोस् भन्ने पनि आशा राखेको छु। र अब मेरो यात्राको कुरा गर्नुपर्दा हाम्रो यात्राको सबैभन्दा सुन्दर पक्ष भनेको हाम्रा विद्यार्थीहरू हुन् जो तपाईहरूको स्ट्रेन्थ बन्नुहुन्छ, तपाईहरूको विकनेस पनि भन्नुहुन्छ र तपाईहरूले आफ्नो स्ट्रेन्थ चिनेर विद्यार्थीहरूसँग काम गर्दै गर्दाखेरि आफ्ना अनमोल साथीहरू पनि बनाउने मौका पाउनुहुनेछ। तपाईहरूको यो यात्रा सरल रहोस्, सहज होस् र साथै यहाँहरूले अहिले लिनुभएको मोडलको ट्रेनिङले यहाँहरूको यात्रालाई अझै सुमधुर बनाउने छ भन्ने पनि आशा राखेको छु र जस्तोसुकै चुनौतीमा पनि तपाईहरूले आफ्नो यात्रा पूरा गर्नुहुनेछ। अटुट विश्वासको साथ यहाँहरू विद्यालय प्रवेश गर्नुहोला र अझै मेरो यात्राको कुरा गर्नुपर्दा मैले भौगोलिक रूपले विकट ठाउँमा रहेको लेखर्कमा रहेर काम गर्दाखेरि मेरो अगाडि आइपरेका चुनौतीहरूबाट जहिले पनि समाधान खोजेर नै आज म यहाँ छु र शैक्षिक क्षेत्रमा नै काम गर्न चाहनेहरूको लागि यो एकदमै सुनौलो अवसर हो र जसको एउटा एक्जाम्पल म यहाँ नै छु किनकि अब म छिटै साथी शिक्षकबाट शिक्षण पेसामा शिक्षक भएर जाँदैछु र यो दौरानमा म शिक्षक बन्नको लागि प्रेरणा दिने भनेका मेरा बच्चाहरू मतलब मेरा बालबालिकाहरू मैले पढाएका विद्यार्थीहरू नै हुन् र यो दौरानको जर्नीमा हेल्थ टिम पनि हामी सधैँ हाम्रो गार्जियनको रूपमा सधैँभरि हामीसँग उभिएको छ र यहाँहरूको सहकार्य प्रत्यक्ष समाज, विद्यार्थी र तपाईहरू आफूसँग हुनेछ। यसलाई मनन गर्दै आफ्नो यात्रामा भरपूर मनोरञ्जन लिँदै र शैक्षिक क्षेत्रमा पनि परिवर्तनको लागि काम गर्नुहुनेछ भन्ने हामी विश्वस्त छौँ र साथै यहाँहरूको प्रभावकारी यो जर्नीमा तपाईहरूको उतार चढाव धेरै हुन्छ, चुनौतीहरू धेरै आउनेछन्। आफूलाई व्यक्तिगत र पेसागत रूपमा दक्ष बनाउँदै अगाडि बढ्नुहोला र चुनौतीहरूको सामना गर्नुहोला र तपाईहरू आफ्नो यो ऊर्जालाई सधैँभरि यसै गरी नै बरकरार राख्दै अगाडि बढ्नुहोला। साथै यहाँहरू आफ्नो गाउँभन्दा केही पर रहेको
प्रकृतिको काखमा लुकेको सुन्दर गाउँको बसाइमा र आफ्नै भाषा, मौलिक पहिचान, रीतिरिवाज र सरलतामा लुकेको जीवनको सिकाइमा तपाईहरूको साथीसँगै शिक्षणको यात्रा सिक्नुहुनेछ र सिकाउनुहुनेछ। रमाई रमाई। धन्यवाद।